अर्को ब्लगमा है ल सब्सक्राइब हालेर भन्नु पर्यो भाइ ल हाम्रो मिता दाइलाई सब्स्क्राइब गरिदिनु है धन्यवाद ल भाइ ब्लग बनाउँदैछु यसो सब्सक्राइब गरिदिनु भन्नु पर्यो सब्स्क्राइब गरिदिनु होला ए ल धन्यवाद दाजु ल हेलो साथीहरू म हिँड्दैछु है आज स्वागत छ मेरो ब्लगमा अनि म ठ्याक्कै काम सकेर आएर होइन कोरियाको नजिकै रहेको नदी किनारमा हिँड्दैछु है अनि ठ्याक्कै यहाँनिर पानी भरेको सिँचाइ गर्नलाई नहर छ एउटा यहाँ यस्तो रहेछ सिँचाइ गर्ने नहर कहाँ छ है नहर पनि त्यहाँ पुलबाट देखाउँछु तपाईँहरूलाई म अनि यसो ब्लग बनाउँदै जाँदाखेरि ठ्याक्कै मेरो एकजना दाजु भेटिहाल्नु भएको छ दाजु नमस्कार है स्वागत छ मेरो ब्लगमा म ब्लगिङ गर्दैछु ले अघि भन्नु पर्थ्यो मैले त बिर्सिहाल्छु कहिले काहीँ ब्लग बनाउँदैछु यसो सब्सक्राइब गरिदिनु भन्नु सब्स्क्राइब गरिदिनु होला ए ल धन्यवाद दाजु ल अनि भर्खर साथी भेट्नु भएको छ सँगै काम गर्छ हामी कम्पनीमा हामी 3 बजी छुट्टी भयो उहाँ साथीको चाहिँ उहाँ दाईको साथी त के भन्नु दाई हुनुहुन्छ उहाँ दाईको भर्खर छुट्टी भएर भर्खर अहिले अघि नै भन्नुपर्ने खासमा भनिएन अनि अहिले हिँड्दै आउनुभएको छ बिचरा साथीहरू यस्तो छ है यहाँको दृश्य होइन तर नदी क्या सफा है नदी यहाँको पानी सिँचाइ गर्ने नदी नाला होइन नहरहरू पनि चाहिँ यहाँ सफा हुने कि यहाँ त हाम्रो जतिको चाहिँ त्यो जे पनि ल्याएर होइन खोलामै फ्यालेछ प्लास्टिक भयो बोतल भयो जे पनि फोहोर मलाई मैला होइन सबै कुरा फालिदिन्छन् ल्याएर के ठ्याक्कै नहरमै तर चाहिँ यहाँनिर चाहिँ छैन यहाँ म पुलबाट चाहिँ तपाईँहरूलाई देखाउँछु क्या दामी दृश्य छ देखिन्छ है यहाँबाट पुलबाट चाहिँ अनि पुलबाट चाहिँ हेरौँ आज मौसम खतरा छ कि पानी परेको छैन हिजो अलिअलि परेको थियो अस्ति आज त पुरै खतरा छ ठ्याक्कै हेरौँ त साथीहरू हेर्नु त सिँचाइ गर्ने हो कि सिँचाइ गर्ने अनि तिनतिरैबाट चाहिँ तिनतिरैबाट आइरहेको छ यहाँ छ यता पनि सिँचाइ गर्नलाई पानी चाहिँ खास उतैबाट आउने हो अनि यहाँ यस्तो छ कस्तो खतरा छ है यहाँ सबै कुरा व्यवस्थित हुने कि सबै चिज भनौँ न एउटा चाहिँ व्यवस्थित तरिकाले बनाएको छ मेरो ट्राइपोड हल्लिरहेको छ यार यसलाई अर्को किन्नुपर्छ क्या क्यामेराको लागि यो होइन रहेछ ठ्याक्कै मोबाइलको लागि रहेछ मैले अस्ति किनेको थिएँ सस्तो त हुँदो रहेछ ल साथी आज हेर्नुभयो कि नै यहाँको मस्त सिँचाइ गर्नु पानी है कोरिया यस्तै छ है नेपाल जस्तै छ हामी निस्किँदाखेरि ठ्याक्कै नेपाल जस्तै रहेछ क्या यो पनि ओ केटा हौ यहाँ साथीहरू आएर फुटबल हाम्रा गोर्खे भाइहरूलाई स्वागत छ है ब्लगमा हजुर ए भाइहरू भर्खर जिम सकेर आउनु भएको छ 6 प्याक दुइटैको 6 प्याक छ अहिले फुटसलमा उहाँहरूसँग भेट्नुपर्छ अर्को ब्लगमा है ल सब्सक्राइब हालेर भन्नु पर्यो है भाइ हाम्रो मिता दाइलाई सब्स्क्राइब गरिदिनु है धन्यवाद ल ल आजै आउँछ साथीहरू सब्सक्राइब गर्नु होला अहिले देखाएँ नहर र वरिपरिको वातावरण कस्तो छ आजको ब्लगमा यति भेटौँला अर्को ब्लगमा बाई टेक केयर